हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। आज हामी जाँदैछौँ। बाबु कति जान्छौँ हामी? हामी तानसिन जाने हो। तानसिन जाने हो न? अनि सिलाङकोट जाने। अनि बाबुले के खाने अरे? पिज्जा पिज्जा खाने हो न? अनि भान्जा के छ? हेलो भान्जा, हाउ आर यु? आज केटाकेटीलाई घुमाउन लाने अरे आज। यहाँ बाबु हेलो भन्न छिटो। अलि नजिक आएर भन न, मायाको दोस्तो। ल आज हामी जाँदैछौँ सिलाङकोट, त्यसपछि तानसिन होइन न बाबु? ल लेट्स गो गाइज। है दाइको लगाले ल, यस्तो गर्मी भएको छ। आहा हावा चल्यो यार। आएन दिनु दाजु यार। खाना लाग्यो मैले क्यामेरा अन नै नगरेर रहेछ, अन त गरेर रहेछु, प्ले नगरेर रहेछ। हामी जाँदैछौँ मातागढी गीत पढिसक्यौँ। हामी चाहिँ पहिला सिलाङकोट जान्छौँ, त्यसपछि जान्छौँ तानसिन सिलिङ हेर्नको लागि। के फिल्म चल्दैन तिमी? उहाँ माथिको डाँडा भएको यस्तो बिटा दुख्छ नि हो, त्यहाँ जाने बाबु हो न? फाइनली हामी आयौँ होइन बाबु? हेर न यहाँदेखि कस्तो राम्रो भ्यू देखिन्छ तलतिर। गर्मी रहेछ, तर दिउँसो आउन चाहिँ गर्मी हुने रहेछ। यहाँ आउने भनेको 4-5 बजीतिर बिहान, यहाँ साँझतिर ट्याक्क लगाएर टक्क बार्बिक्यू सार्बिक्यू गर्न पनि मजाको ठाउँ छ यो है। मदन पोखरा माथि सिलाङकोट। सिलाङकोट त हो नि बाबु होइन? ल सिलाङकोट हाम्रो भान्जा। हेर न कस्तो लाग्छ सिलाङकोट। हाम्रो सुदिन ब्रो गर्लफ्रेन्ड कहाँ छ भन त बाबु? कहाँ छ गर्लफ्रेन्ड? कहाँ छ? सानोमा गर्लफ्रेन्ड छ भन्थ्यो त दुईजनाले। बाबु त अब उता गयो। तिम्रो गर्लफ्रेन्ड छ कि छैन अहिले भन त? सोलाङ के अरे हजुर? सोनाङ सोनाङ अनि अर्को साँच्ची के हो? मैले भिडियो देखाइदिउँ सानोको। बाबु अलि बिस्तारै न। ल यहाँ एकदम टिकटकको लागि कडा मिहिनेत गरिरहेको छ यहाँ दिदीको। घाम है अलिक छेक्के छ। भाइ र म चाहिँ यहाँ शीतलमा छौँ। केटाकेटीहरू त खेले अनि हामी घाम दौडे। यिनीहरूलाई न घाम न के पानी। ए हाम्रो केटाकेटीहरू भनेको चाहिँ नयाँ अरू केटाकेटीहरू पो रहेछ त्यहाँ। हाम्रो त माथि चाहिँ रहेछ। बाबुहरू कहाँबाट आएको? बाखो पिकनिक खान आएको हो र? ल ठिक छ, इन्जोय हो। ल यहाँ चाहिँ एउटा नयाँ ग्रुप एड हुनुभएको छ, एकदम दमदार का साथ ड्राई पिकनिकै खाना भनेर आएको होला। दाइ कहाँबाट आउनुभएको? दोहोराबाट? ए दोहोरा भनेको थियो बाबुहरूले? त्यो बाबुहरूलाई भन्दा त अर्कै नाम भनिरहेको थियो। बाखु भनेको? ए ल यहाँ दाइहरू यसो आउनुभएको छ है शीतल खानालाई सिलाङकोट। ल नयाँ ग्रुप एड हुनुभएको छ, एकदम रमाइलो फिल भइरहेछ बल्ल है। तर दिउँसो आउन त अलिक घामै रहेछ कि दाइ। साँझ 4-5 बजीतिर ठिक्क हुने रहेछ। कसलाई? सायद तेरिका माउरी काट्न भइसक्यो फेरि। यहाँ केटाकेटीलाई माउरीले टोक्यो अरे। केमा टोक्यो? केमा टोक्यो? केटाकेटीलाई माउरीले टोक्यो। खै ए यहाँ रहेछ कि है तेरिका। खाएकै हो क्या यो त? ल यहाँ माउरी रहेछ केटा, माउरीले टोक्यो केटा।
अब फोटो बारुला रहेछ केटा हो यहाँ फोटो खिच्दा राम्रोसँगै बी केयरफुल यहाँ बाबुलाई टोक्यो कहाँ टोक्यो बाबु खै अब भोलि सुनिन्छ दुखेछ देखि थियो पहिले थियो पहिले देखेको थियो उयो चाहिँ ए नजानु यहीँ छ तल नदेखिनु बाबुलाई कहाँ टोक्यो आँखैमा टोकिदियो खै खै छ भोलि सुनिन्छ हल्का अब बाबु यहाँ बारुला चाहिँ भने सबैलाई टोकलाई यहाँ कुन बारुलाहरू यो यार झिँगे बारुला छ बाबु हो र राम्रोसँग है तिमीलाई टोक्ला यहाँ बाबुहरू यहाँ सबैलाई टोक्ला है बाबु यहाँ बारुला चाहिँ ओहो के हो अहिले त अलिक रमाइलो भयो त मान्छे आउँदा क्या भाइ न बाबु हाँसे दुखेछ बाबु बेसी दुखेछ पानी अरू बेला त यहाँ पानी पनि बेच्नु राख्छ कि केही बेच्न राखेर रहेछ खै खुट्टा तिम्रो यहाँ सुन्ने रहेछ त्यस्तो बाँकी होइन फुलिन्न क्या हो यो यत्तिकै हो क्या हो सानो बाला हो क्या हो कमिला जस्तो हुँदो रहेछ धन्न ल हाम बाबु र यहाँ बेस्ट फ्रेन्ड जुट्टीहरूलाई यहाँ बारुलाई टोकिसकेको छ है तिमी अलि छिप्पेकै हो त्यही भएर ल भाइ फोटो खिच्न जाने अब यता हेर त बाबु बाबुलाई नि बारुलाई टोकेछ होइन खै ला के भयो यहाँ रोटेको हो चोप्लाको ल जाऊँ ल ल गाइजहरू अब यहाँदेखि हामी गएर अब बाबुको रोल नम्बर 1 फिल्म हेर्नु जाने होइन बाबु कता गयो बाबु त हरायो ल तानसिन आइपुग्यो है फिल्म हलमा फिल्म हेर्न त आयो यार फिल्म हेर्न कतिजना मान्छे भन्छ यार 6 जना मात्र मान्छे भन्छ क्या दाइ के छ न सन्चै हुन्छ के छ यार हुन्छ कस्तो फिल भइरहेछ साना कस्तो फिल भएको छ भन्छ झ्याउला खा बाबुलाई झ्याउला अरे ल गाइजहरू फेरि केबिन दादा अल्छी लागेको छ तिमीलाई कस्तो लाग्यो बाबु कस्तो भइरहेको फिल्म हेर्न एक्साइटेड छौ कि छैनौ बाबुले टुरे केबिन बाबु फर्स्ट टाइम हो कि हलमा फर्स्ट टाइम आयो हलमा फर्स्ट टाइम हो छोरा मेरो पनि फर्स्ट टाइम हो कहाँ हुने तिमी बुढो हेरिसकेछौ बाबु खै आऊ त बाबुको बारुलाल टोकेको हेर्ने सेकेन्ड टाइम ल सन्चो भयो नि सेकेन्ड टाइम हो यो फिल्म हेरेर तिमीले रोल नम्बर 1 गरेन भन्ने जानेछु मैले Hello, how are you guys? Wala mana anak bisa. Kevin. Wala रमाइलो भएको छ कस्तो कति ठुलो टिभी छ हेर त्यहाँ मिल्दैन यहाँको टिकट काटेको पनि कहाँ तल जाने नबितेको भए कस्तो देखिन्थ्यो होला एउटा मूर्ति बनाइदिन सक्छौ
Lala, khusus juga lah. सरहरूलाई फिल्म कस्तो लाग्यो होला राम्रो छ कस्तो लाग्यो के खाने हो बाबु के खाने भन्छ ए सरी भतिज तिमीले त उस खान्छौ थाहा छ मलाई थुक्पा खान्छौ तिमीले तिमी के खाने त्यस्तो गरेर पोस्देऊ बाबुको न्यु लुक्स धेरै खान्दिने होइन यिनीहरूलाई मलाई त यो केबिन ल्याउँछ हुन्छ त्यही भएर डर लाग्छ क्या किन त्यहाँको अनि बाबुले कस्तो खान्छ त हो त्यस्तै खाऊ फेरि आयो सानो फेरि यहाँ इन्टर बनाउनु लाग्छ भिडियो मन परेन ल पिज्जा खा ल केटाकेटी हो निकाल्न एउटा माथमा बाहिर निकालिनु बाबु एकछिन मलाई पिज्जा खाएर देखाऊ पिज्जा खाएर देखाऊ मलाई बाबु ल ल खाऊ छिटो यही रहेछ नि हातमा हाल्ने केबिन वाउ यामी भनिदेऊ बाबुको कम्पोसेट देखाउ त खै कम्पोसेट खाइसक्यो हेलो गाइज भनेर कम्पोसेट देखाऊ त्यो नखाऊ त्यो चिज हो नखाऊ बाबु त्यो चिज हो त्यो नखाऊ त्यो बाहिरको मात्रै खाऊ बाबु त्यही राख भयो ल भयो छोड्दै त्यो प्लेटै फ्याँक्ने अब ल के ल्याउनु पठाउँ र ल यसै गरे आजको भिडियो यहीसम्म ए केटाकेटी हो कस्तो भयो आजको डिनर डिनर कस्तो भयो बाबु अगायो तिम्रो कस्तो भयो भन्छ बाबु ल बाबुलाई कस्तो भयो त डिनर कस्तो भयो मजा मजा आयो कि नै हो हाम्रो डनलाई के भयो कस्तो भयो त डिनर कस्तो भयो डिनर उसकै अघि के खाएको र ल गाइजहरू ल बाई बाई